नेशनल इकोनोमिक्समा हैन के बेच्ने भन्दाखेरि के उत्पादन गर्ने भन्दाखेरि जेमा तिम्रो चाहिँ कम्पेरेटिभ एडभान्टेज छ त्यो उत्पादन गर भन्छ हैन। त्यसैले कम्पेरेटिभ एडभान्टेज पनि रहेछ र त्यसको सुरुवात हामीले गर्यौं। हुन त पहिला केटो प्रोटोकल अन्तर्गत पनि हाम्रो एपिसीले केही बायोग्यासहरू केही चाहिँ माइक्रो हाइड्रोहरू थ्रु पनि यो सुरुवात चाहिँ गरि नै सकेका हो त्यो केटो प्रोटोकलको मेकानिजम अनुसार पनि। र फन्डामेन्टली हामीले अलिकति देखिने गरेर हाम्रो चाहिँ कार्बन प्राइसिङ गरेर ट्रेडिङ गर्न लागेको चाहिँ जुन वर्ल्ड ब्याङ्कको एफसीपीएफ प्रोजेक्ट आयो त्यसपछि हामीले त्यो सुरुवात पनि गऱ्यौँ र सुरुवात गऱ्यौँ बाई 2025 चाहिँ हामीलाई $45 मिलियन चाहिँ बराबरको अफसेट हुने दिने भन्ने छ। त्यसको प्राइसिङमा क्वेसन पनि छ $5 पर टन भनिरहेछ। अहिले मैले यसो लिटरेचर्सहरू हेर्दाखेरि चाहिँ अघि नै हाम्रो सभागार सरले गर्दा पनि मिनिमम मैले 40 भन्दा तलको देखिनँ हैन पर टन। अनि त्यसपछि आइएमएफको पनि लिटरेचर हेरिरहेको थिएँ मैले उसले चाहिँ $35 देखि $70 भनिरहेछ हैन। अरू यसो लिटरेचर हेर्दाखेरि $100 सम्म पर्ने भन्ने रहेछ। त्यसको पनि सायद त्यही क्वालिटी पनि हुन्छ होला। हामीले सुरुवात चाहिँ गऱ्यौँ तर अझै पनि हामीले चाहिँ त्यो मार्केटको जुन भ्यालु हो नि अथवा त्यो कार्बन क्रेडिटको जुन भ्यालु हो त्यो चाहिँ हामीले वेल क्याप्चर गर्न चाहिँ नसकेको जस्तो देखिन्छ।